सबैजनालाई नमस्कार है। यो चाहिँ हाम्रो पनौती नगरपालिका वडा नम्बर 10 खोपासीमा अवस्थित नेपालकै एकमात्र मन्दिर भन्ने मान्यता पनि रहेको छ, द्रौपदा देवीको मन्दिर। यो चाहिँ हाम्रो पहिला 5 पाण्डवहरू र दुर्योधनहरू युद्ध हुँदाखेरि चाहिँ द्रौपदा देवी चाहिँ यहाँ आएर लुक्नु भएको रे भन्ने पनि यो सुन्नमा चाहिँ आउँछ। अब एक्ज्याक्टको रूपमा चाहिँ सबै कुरा चाहिँ अब थाहा छैन हैन, तैपनि मलाई थाहा भएसम्म चाहिँ यही नै हो, द्रौपदा देवी चाहिँ यहाँ लुक्नु भएको थियो भन्ने मान्यता रहेको छ। र यो नेपालको एकमात्रै मन्दिर पनि हो, खासै सुनिएको छैन कतै पनि द्रौपदा देवी भनेर, द्रौपदेश्वर महादेव भनेर चाहिँ सुनिएको छ। यहाँ आउनलाई चाहिँ पनौतीबाट 3 किलोमिटरमा रहेको खोपासी हाइड्रो पावरको पोखरीमा आइसकेपछि पोखरीबाट करिब 60 देखि 70 मिटरको उचाइमा रहेको छ यो पिपलको रुखमुनि रहेको छ। सबैजना श्रद्धालु भक्तजनहरू चाहिँ दर्शन गर्न आउनु होला भनेर हजुरहरूलाई आमन्त्रण गर्दछु।